नमस्ते सबैजनाहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु हैन। आज चाहिँ बिहान भ्लग बनाउनुको कारण के हो भने गाइज हैन, मेरो मम्मी हैन, मेरो मम्मी यता पनि आगो लगाउन लाछि। अस्ति जंगलबाट आथ्यो, आज आफै लगाउन लाछि यता। गाइज यसले मेरो कुरै सुन्दैन। हिजो पनि उता सानो सानो आग लगाएर थिए। अनि हाम्रो घरको दुईटा चुन्टु मुन्टुलाई देखाउँछु गाइज हैन। चुन्टु मुन्टु यो चुन्टु, ओहो मुन्टु गाइज मस्त छन् भयो यिनी दुईटै। चरिरहेछन् यिनीहरू। नहेर्यो भने चाहिँ घोका खान्छन् हैन। मकैको बारीमा मकै खाएर मस्त पेट भर्छन् यिनीहरू। अनि मान्छे देख्यो भने चाहिँ खाँदैनन् गाइज। घाँस चरे जस्तो गर्छन् यिनीहरू। कति चलाक छन् यिनीहरू पनि, धेरै चलाक भइसके गाइज। तपाईहरुलाई मेरो गाउँ देखाउँछु। हेर्नुस् मेरो गाउँ।